हजुर कसरी किलो अलिक यता आउनु कसरी किलो तपाईँले हात किन पक्रेको फेरि फेरि रिसाइहाल्छ यार यो मान्छे यो माछाको मलाई गेडा चाहियो क्या गेडा 5 किलो छैन कुरा गर्नु न अनि गेडा हुँदैन यसमा माछाको गेडा हुन्छ ए माछा गेडा हुँदैन म त गेडा हुन्छ भनेर पो झन्डै यार कस्तो खाले रहेछ यो के तपाईँले ठट्टा गर्नु आएको होइन नर्स्याउनु त अब यसो गरौँ न त हामी दाजु मिलौँ कसैलाई नभन्नु कि यतातिर केटी पाइन्छ कि पाइँदैन है कस्तो अहिले दिन्छु कि तन किनेको कस्तो फाटा कुरा गर्छौ माछा लिने भाइ लिनु के होइन पिरो ठाउँ कहाँ हो धरान हो धरान 10 रमाइलो चौक रमाइलो गर्नु छोडेर तपाईँ के ठट्टा गरेको होइन यसो बरु तपाईँलाई 2000 एक्स्ट्रा दिन्छु नि फेरि पैसाको कुरा पैसा मसँग हुँदैन ए पैसा छ धरान हो धरान पैसा त गोजी भरेको हुन्छ नरिसाउनु न केही गरेको होइन क्या तपाईँलाई मैले छ नि फोटो खिचेको फोटो खिच्न पाइन्छ नि फोटो त खिच्नु न तपाईँ के भन्नुहुन्छ अब यसो गरेर हाम्रो ठाउँमा नि मायाको पुकहरू एक ट्रक फेरि मायाको पुको चाहिँदैन के गरेको तपाईँले मायाको पोको कस्तो हुन्छ अबि मायाको पोको भएन भने नि नेपालमा नि छोरा मान्छेहरू बाँच्नै सक्दैन हो त नि त्यस्तो यो संसारमा नि मायाको पोको भयो भने त बाँच्नैमा सक्दैन त आज म त फर्स्ट चोटि सुनेको हो र